तेरिका हेर न यहाँ बाटो खाली नगरिकन गाल चोक बजार डुलेर हिँडेको छ तिमी चाहिँ यहाँ सारा संसारलाई जम्मा गरेर के भाषण दिइरह त यहाँ काम नभए भाषण दिइरहे हो त भने अब यहाँ तिमीलाई खोज्दै आइपुगेको यहाँ सबै भेला भएरै छ अनि उहाँलाई सोध्दै बसिरहेको तिमी कहाँ छौ भनेर कहाँ गइरहेको तिमी कहाँ गइरहेको घरै थिएँ म तिमीले यहाँ हल्ला गरेर सुनेर यहाँ आएको के भएछ भनेर मैले चाहिँ घरमा सामान खोजेँ सामान पनि भेटिनँ मान्छे खोजेँ मान्छे पनि भेटिनँ बजारमा निस्किया होला भनेर यतातिर आएको म चाहिँ के चाहियो त त्यो हिजो ल्याएर राखेको त मेरो चुरोट थियो भने चुरोट यहाँ कस्तो आफूलाई ठाउँलाई चाहिँ चुरोटै छैन तर माथि राखे चुरोट अनि अरू के थियो अरू त्यो दराजको काठमा एक दुईवटा त्यो खैनी सुर्ती पनि राखेको थिएँ अनि अर्को त्यो के परागुल्टा सुत्ता थियो होइन त्यो पनि त्यही मरेछ ठाउँमा लुगाएर राखेको सबै किन चाहियो त त्यो खानालाई चाहियो खाना चाहियो भने ठाउँ त हेर खान्छ पराग फुटार खान्छ जहाँ मन लाग्यो त्यही थुकेछ जहाँ मन लाग्यो खोल त्यहीँ गएर खानेछ अझ त्यतिले मात्र नपुगेर उसले खाएको चुरोट पुकार परागको फोन जति जम्मा गरेर मेरो चिरानी मुनि राखिदिँदा रहेछ बनाएर सुत्न सके होइन डुङडुङ गनान्छ हैरान भइसक्यो भने आफूलाई त त्यही बास्ना आउँछ आफूलाई त त्यही बास्ना आउँछ कस्तो खालको मान्छेहरूले जति सम्झाउँछ यहाँ सुन यहाँ त्यो तिम्रो चुरोट पुकार पराग सब मैले मिलाएर पोको पारेर फाल्दी अरे त्यत्रो पैसा तिरेर ल्याएको चिज चाहिँ सबै जम्मा पारेर फाल्ने भन्नलाई अलिकति लाज शरम लाग्छ कि लाग्दैन यति फाल्नलाई मलाई लाज लाग्नु पर्ने तिमीले त्यसरी चुरोट पुकार परा खाएर टुङडुङ गराउँदै हिँड्न जहाँ मलाई त्यही थुक्न जहाँ मलाई त्यही खोल फाल्दिन त्यो लाज नलाग्ने मलाई चाहिँ यस्तो चिज नखाऊ भनेर मान्दा नि नमान्ने मान्छेको चुरोट खान लाज लाग्नु पर्ने कति सम्झाउने तिमीलाई मैले सम्झाउँदैछु यो चुरोट बिडी खान छोड्देऊ क्या खान हुन्न रोग लाग्छ रोग ओहो मेरो बुढी फेरि डाक्टर नि पल्टिन थाले फेरि के रोग लाग्छ कहाँ रोग लाग्छ ए भन्छ बुढी सुनौ के रोग लाग्छ कहाँ रोग लाग्छ तिम्रो आँखामा रोग लाग्छ आँखामा के अरे त्यो ल के अरे खोइ त सबै त स्पष्ट देखिरहेको छु त अहिलेसम्म सबै त स्पष्ट देखिरहेको छु रे अहिले त देखिरहेको छौ तर थाहा छ तिमीलाई तिमीले यो चुरोट धेरै सेवन गर्न थाल्यो भने के हुन्छ तिम्रो आँखाले देख्ने शक्ति कमजोर हुँदै जान्छ कम देख्न थाल्छ अनि यो कान छ नि कान यो कानले पनि सुन्न सक्ने शक्ति बिस्तारै कमजोर हुँदै गएर पछि सुन्दैन यो चुरोट बिडी धेरै सेवन गर्यो भने फोक्सोमा रोग लाग्छ मुटुमा रोग लाग्छ अझ यो चुरोट बिडीबाट निस्किने धुवा छ नि धुवा त्यो धुवाले त पाठेघरमा पनि असर गर्छ क्या बुढा पाठेघरमा यो बुढीको दिमागमा ग्यास्ट्रिक हो जस्तो छ ग्यास्ट्रिक अब चुरोट खाएर मेरो पाठेघरमा रोग लाग्छ नि ल अब पाठेघरमा रोग लाग्ने मेरो पाठेघर हुनु परेन बुढी पाठेघर भनेर भने मैले मेरो पाठेघरमा रोग लाग्छ मलाई असर गर्छ भनेर मलाई भनेको नि चुरोट खाने तपाईँ अनि मैले चुरोट खाएर तिम्रो पाठेघर चाहिँ कसरी रोग लाग्छ है बुढी तिमीले खाएको चुरोटले मलाई पनि असर गर्छ नि त बुढा कसरी मैले खाएको चुरोटले तिमीलाई असर गर्छ उसै मैले खाना खाँदा तिमीलाई पेट भर्छ तिमीले खाना खाँदा मेरो पेट भर्दैन क्या बुढा तर भनिहाले त तिमीले सेवन गर्ने यो चुरोट बिडीबाट निस्किने धुवा छ नि धुवा हो त्यही धुवाले चाहिँ मलाई पनि असर गर्छ भनेको नि तिमी प्रत्यक्ष धुम्रपानकर्ता अनि म चाहिँ अप्रत्यक्ष धुम्रपानकर्ता कस्तो हुन्थ्यो भने यो भने के हो भने चुरोट बिडी सेवन गर्ने कुनै पनि व्यक्तिले एक खिल्लीबाट जम्मा 30%
30% धुवा सेवन गर्छ कति 30%। बाँकीको 70% धुवा छ नि यो धुवा चाहिँ हाम्रो वरपर हावामा मिसिन्छ वातावरणमा मिसिन्छ अनि यसरी वरपर बस्ने मान्छेहरूले सास फेर्दाखेरि त्यो धुवा उनीहरूको शरीरभित्र जान्छ अनि विभिन्न किसिमको रोग लाग्छ असर गर्छ हो कि होइन अनि तिम्रो वरिपरि म भएपछि तिमीले सेवन गर्ने चुरोट पिँढीबाट निस्किने धुवाले मलाई पनि रोग लाग्यो कि लागेन घरमा पनि रोग लाग्यो कि लागेन यसरी वरपर बस्ने अरूलाई पनि रोग लाग्छ कि लाग्दैन यही भनेको बुढी मैले त अहिलेसम्म यस्तो किसिमले त बुझेकै थिइनँ त मैले त त्यही त त्यत्रो पैसा तिर्दै ल्याउँदै खाँदै मात्र गरिरहेको थिएँ त्यत्रो पैसा तिरेर ल्याएको चिजको त आखिरमा 30% मात्र मैले खाँदैछु बाँकी 70% त मेरो छेउमा बसेर फोकटमै खाँदिरहेछ मलाई नसुनाऊ अहिलेसम्म यो 70% पैसाको हिसाब गरेर मलाई सबै पैसा फिर्ता देऊ त 70%को पैसा कस्तो खालको मान्छे भने ल ए बुढा चुरोट नखाऊ तिमीलाई मात्र होइन मलाई पनि रोग लाग्छ यहाँ भनेर म चाहिँ मजाले सम्झाउन खोज्दैछु उल्टै उसलाई चाहिँ चुरोटै खानलाई 70%को पैसा चाहिएर गयो यस्ता मान्छेलाई सम्झाएर सकिन्छ यस्ता मान्छेलाई बुझाएर सकिन्छ अब मैले कहाँ समाते है समाते तिमीलाई म सम्झाएर बस्न सक्दिनँ है हजुर ल त नमस्कार कतिखेर यो बुढा मर्ला र अर्कोसँग कोइला जान पाऊँ भनेर चाहिँ सोच्या होला होइन तिम्रो चालो माला मैले हिजो अस्तिदेखि खुब निहालिरहेको थिएँ बुढी तिमी सानो सानो चिजमा न्यु खोज्ने घर छोडेर जान खोज्ने कसरी चाहिँ फुत्केर जाउँ र अर्कोसँग पहिला जाउँ भन्ने तिमीलाई भइरहेको रहेछ आज आएर स्पष्ट बोल आज तिमी चाहिँ अर्को ल्याएर बस्न पाऊ भनेर मक्ख परे होला नि ए के भन्नु खोज्यो तिमीले मलाई पहिला जान भने के म बिना प्रमाण बोलेको छैन हेर बुढी मलाई आज रिस नउठाऊ आज बिहानदेखि मलाई एकदम रिस उठाएको छ तिमी देखेर मलाई ए अझ रिस पनि उठाएको छ तिमीलाई अनि उठ्दैन देखेर अझ प्रमाण पनि छ म पहिला जान लागेको ल हेरौँ न त प्रमाण के रहेछ प्रमाण के हामी पनि हेरौँ न त पहिला जाने प्रमाण के रहेछ ल न्यु खोज्ने अनि न्यु खोजेर ल जा जहाँसुकै जान मन लाग्छ जा भनोस् यो बुढोले अनि सर्लक्क झोला बोकेर हिँडिहाल्छु भनेर घरमा पोको पन्चर ठिक्क पारेर राखेर चाहिँ 2-2वटा झोला ठिक्क पारेर राखेर रहेछौ नि होइन सबै पोको पार्न भ्यायो होला नि कि गहना अलिअलि बाँकी छन् भए त तिमी सबै चुरोट खाएर सका होइन गहना छन् रे अझ झोला रे के झोला कस्तो झोला कहाँबाट आयो झोला कोठामा 2टा झोला यहाँ कुनामा त्यो राखिरहेको देखाएको थिएँ त मैले ठिक्क पारेर हेट तेरी गायो मान्छे त्यो भरा भएको त्यो यत्रा यत्रो 2टा काला ठुल्ठुला झोला हेर्नु न मान्छे चुरोट खाएर फोक्सो मुटु के बिगारे अब टिभी पनि बिगारे सोच पनि बिगारे कस्तो सकालु मान्छे तिमी भने त्यो झोला त वा तिम्रो बहिनी बिक्रीको झोला हो के कहिले जाने भने म बिक्रीको झोला पोथे अनि के त नि हेर नताने सोचेर बल्ल बल्ल आएको नि मान्छे 1 महिना भइसक्यो विदेशबाट आएको आएदेखि बाट मेरो दाइ ओहो मेरो बहिनी आशीर्वाद दिनु पर्यो नि यता टाउकोमा हालेर कली बनाइदिनु हुन्छ भेटमा ठेचारेर अब त अहिले त्यस्तै गर्छ भनेर बच्चामा बाटो लगाएर आउँथिस् नि स्टिलको अहिले लाग्छ छैन अहिले क्याप मात्रै लाग्यो के बनाएको यो के बनाएको के बनायो कस्तो बनाएको बनाएको हो हजुर पुरा पुसाको बनाउँछ त ओहो हो र मलाई त रुगा लाग्यो ए वरिपरि मर्या नि हुन सक्छ त्यो खुल्ला ठाउँ छ ल सुगे नुहाउनु छोड्यो अरे अब अस्ति पुष माघको जाडोमा समेत त प्लास्टिक ओढेर नुहाउने मान्छे म प्लास्टिक ओढेर नुहाउने मान्छे यस्ता नुहाउँदैनन् क्या नुहाउँदैनन् यिनी खासै नुहाउँदैनन् अन्त केही माथि नानी चुरोट खाने बिडी खाने खैनी सुर्ती गुट्का त्यो के पाउँदो रहेछ है चाहिने नचाहिने खाने अनि गलाउँदै हिँड्ने मुखमा धुन खाएन
ए दाइ के हो साह्रै यो गरम उहिलेको पानी अझै गएको छैन होइन छैन नानीदेखि लगायो पानी के जान्छ सुर्ती चुरो खानु हुँदैन रोग लाग्छ रोग हो दाइ हेर्नुहोस् यसरी सुर्ती चुरो खाँदाखेरि अकालमै मरिन्छ हो तपाईँ खरे मर्नुभयो भने भाउजूले फेरि के अवस्था हुन्छ सोच्नु पर्दैन त्यही त त्यही के बहिनी ए आउने बित्तिकै यो दाइलाई तर्साउने कुरो नगर न भने अब तपाईँले पर्छ भने म चुडेल हो भूत हो राक्षस हो अब हुन त तिमी त्यो भन्दा कम त कहाँ छौ र अहिले यसो भर्खर आएको भनेर गाउँ डुल्न जाँदाखेरि काजी बुवा भेट भएर हुनु भएको थियो ए काजी बुवा भन्दै हुनुहुन्थ्यो तिम्रो तिम्रो भाउजूको बानी साह्रै राम्रो लाग्छ तर तिम्रो त्यो दाइको बानी चाहिँ मलाई फिटिक्कै मन पर्दैन चुरो खाएको छ सुर्ती खाएको छ हो हुँदा हुँदै हाम्रो स्कुलमा पढ्ने भाइ बहिनीहरूलाई पनि गाइस त्यो चुरो त खानुपर्छ है बच्चाले चुरो सुर्ती कसैले खानुपर्छ भनेर सिकाउँदै हुनुहुन्छ अरे के गरे ए त्यो काजी बाको कुरै नगर त्यो काजी बा मान्छे खतम मान्छे हो यार हेर त्यो कामै छैन त्यो बुढा त्यो आफूलाई मात्र ए म काजी हुँ काजी गरेर जुङ्गा उठाएर बस्छ त्यो अरूलाई कोही गर्दैन त्यो त्यस्तो खालको त्यो काम नलाग्ने मान्छे हो त्यो बरु यहाँ आइज न बहिनी त यत्रो विदेशबाट आएको दाइलाई तैँले विदेशबाट केही उपहार सुपार ल्याइदिनु तेरो मनमा छैन फलफुल ल्याइरहेको ल्याइरहेछ त छ अनि। लुगा उपहार मिठाई ल्याइरहेको छ त्यस्ता त्यो फलफुल त्यो मिठाई त्यो खजुर सजुर खानुहुन्न क्या बुढी खोकी लाग्छ खोकी के खाने त मेरो दाइ त्यत्रो विदेशबाट आएको त्यो विदेशी ब्रान्डको चुरोट ल्याइदिनुपर्छ नि दाइले विदेशमा बसेर दुःख र कमाएको पैसाले म चुरोट ल्याइदिन्छु होला नि ल, अब कस्तो त्यो राम पनि आफ्नो दाइले ठहरै मार्ने चिज ल्याइदिन्छु भाउजू उहाँ नेपाल आउने बेलामा ज्वाइँले के भन्नुभयो थाहा छ के भन्नुभयो तिम्रो दाइको पनि बानी चाहिँ खासै कहिले नसुकिदिने भयो मलाई ठिक पनि लाग्न छोड्यो तिम्रो दाइ भन्दा हो त। आफ्नो मान्छेलाई त्यसो भन्दा कम चिताइसम्म सुकिहाल्छ नि अनि सम्झाउँदा सम्झाउँदा म नि वाक्क भइसक्यो रोग लाग्छ भनेर कति भन्नु हेर्नु दाइ यो सुर्ती चुरोट खानु हुँदैन रोग लाग्छ रोग दुईजना खालि रोग यो भने छ के रोग लाग्छ भन्ने चाहिँ थाहा छ तिमीलाई कतिवटा डाक्टर नि पल्टिन्छ यो पनि दाइ सुर्ती चुरोट खाँदाखेरि खोक्सोमा दम लाग्छ दम रोग अनि मुटुमा हृदयघात उच्च रक्तचाप मस्तिष्क घात अनि पिसाब थैलीको क्यान्सर हुन्छ हात खुट्टा कुहिएर फटक्क भएर झर्छ कस्तो कुरा हेऱ्यो भने पेट मुख किजा चिउडो श्वास नली अनि भोजन नलीको क्यान्सर हुन्छ आमाशय प्यानक्रियास पनि क्यान्सर हुन्छ टिबी निमोनिया भएर पनि ठहरै मरिन्छ यस्तो मर्ने चिज खानुहुन्न क्या अब एउटा यो चुरोटले सबै अङ्ग प्रत्यङ्गमै रोग लगाउँदो लाग्छ रहेछ क्या बुढा रोग लाग्छ खानु हुँदैन मलाई त तिमीले भनेपछि एक दुईवटा लक्षण त हो कि जस्तो पो लाग्यो त हेर। अस्ति मलाई निमोनिया पनि भयो त 2 महिना अस्पताल बसेर आएको नानी भयो अहिले मलाई सास फेर्न पनि एकदम गाह्रो हुन्छ यो खाना नली र भोजन नली पनि चर्र पोल्या जस्तो हुन्छ भने मलाई ओहो बहिनी तिमीले त यस्तो डर लाग्ने कुरा गर्यो म त आउँछु भाइ आजदेखि यो चुरोट चाहिँ चटक्कै छोडिदिउँ जस्तो छोड्नु लाग्यो पर्यो बुढो छोड्नु पर्छ दाइ नखाने के यो चुरोट चाहिँ म छोडिदिन्छु बहिनी म छोड्नु पर्यो तर तल लागिरहन्छ बहिनी यो तल त लाग्छ लाग्यो भने अलिअलि यो कहिले काहीँ यो खैनी सुर्ती च्याप्दा कस्तो होला पढाएर पाठ 16 दुना 8 यो खैनी सुर्ती कुर्था पान्चरा ढोला करेन्ट पिङ्गी केही पनि खानु हुँदैन क्या यसले पनि ओठ मुख चिप्रो माथिल्लो च्यापु तल्लो च्यापु कान नली भोजन नली सबैको क्यान्सर हुन्छ अनि ठहरै मरिन्छ खानुहुन्न मरिन्छ रे मरिन्छ दाइ तपाईँ अल्पाइमा ठहरै मर्नुभयो भने हामी के गर्ने होला हामी त्यसो बुझ्दैको पर्छ होला है भाउजू किन हाल्नु गर्ने हेलो अहिले सुन्यो यहाँ सुन्नुहोस् मित्र तपाईँलाई र मलाई मात्रै थाहा भएर हुन्छ
यहाँ मानव बेचबिखन जस्तो जघन्य अपराध भइरहेको छ। यस विषयमा सबैलाई थाहा हुनुपर्छ। हो, तपाईँले एकदमै ठिक भन्नुभयो। अशिक्षाको कारण, गरिबीको कारण, अभावको कारण, बेरोजगारीको कारण हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरू ठगिन बाध्य भएका छन्, बेचिन बाध्य भएका छन्, लुटिन बाध्य भएका छन्। हो, हाम्रा कतिपय दिदीबहिनीहरूलाई विभिन्न प्रलोभन देखाएर कसैलाई म हिरोइन बनाइदिन्छु, कसैलाई जागिर लगाइदिन्छु भनेर भारत लगायत विभिन्न देशमा पुर्याइन्छ। अनि त्यहाँ पुगिसकेपछि यौन धन्दा गर्न बाध्य पारिन्छ। अब हाम्रा कतिपय बालबालिकालाई हेर्नुहोस् त, उनीहरूलाई घरेलु कामदारको रूपमा प्रयोग गरिरहेछन्। उनीहरूलाई पढाउनु पर्दैन। हो, ठिक भन्नुभयो। इटा कारखानामा, ठुल्ठुला होटेलहरूमा, ठुल्ठुलो फ्याक्ट्रीहरूमा हेर्नु त कतिले पैसै दिँदैनन् रे। दिए पनि 200-400 दिएर पढाउनु पर्ने बालबालिकालाई घरेलु कामदारको रूपमा शोषण गरिएका छन्। त्यति मात्र होइन, कति बालबालिकाहरूलाई, अशक्तहरूलाई उठाएर लैजाने, जबरजस्ती उठाएर लैजाने। अनि उनीहरूलाई चाहिँ यो मान्छे अपाङ्ग हो, अपाइज हो, बिरामी हो, यसलाई भिख दिनु होला भनेर भिख माग्न बाध्य बनाइएको छ। कतिलाई चाहिँ अब पैसाको समस्या पर्छ। हो, तपाईँले धेरै पैसा पाउनुहुन्छ, तर तपाईँले आफ्नो शरीरको महत्त्वपूर्ण अङ्ग, किडनी जस्ता अङ्गहरू बेच्नुहोस्, अनि त तपाईँलाई धेरै पैसा आउँछ भनेर प्रलोभनमा पारेर शरीरको महत्त्वपूर्ण अङ्ग बेच्न लागिएको छ। कसैलाई विदेशमा चाहिँ टन्नै पैसा आउँछ जस्तो गरेर विदेश पठाउने, त्यहाँ पुगेपछि पासपोर्ट खोसेर लचाइँदो धन्दामा लगाउने, यसरी शोषण गरिएको छ। हो मित्र, त्यति मात्र होइन। हेर्नुहोस्, हाम्रो समाजमा यति विकृति विसङ्गति छन् कि बाल विवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा, यी सबैलाई तपाईँ हामी सबै मिलेर गरेदेखि मिलेर फाल्नुपर्छ। ल है मित्र, बाँकी कुरा हामी भेटमा गरौँला। अहिले राखेँ ल, धन्यवाद, शुभ दिन। ए उल्का र अचम्म। ल हेर त, म चाहिँ हाम्रो यो गैराकोट नगरपालिकालाई धुम्रपान, मद्यपान, लागु पदार्थ दुर्व्यसन रहित बनाउँछु भनेर कम्मर कसेर लाग्यो। अब यहाँ 1-2 मूर्खहरू चाहिँ आफू पनि धुम्रपान मद्यपान गर्ने, आफू पनि अल्पायुमै मर्ने, आफ्नो परिवारलाई पनि अल्पायुमै मार्ने हुँदा हुँदा हामी कोल छिमेकीलाई समेत राम्रोसँग बस्न दिने भएन। अघिदेखि के बनाइरहेको छ यो चिरोट खैनी बिडी भने त यो दुर्व्यसनी मोर हो। यहाँ आएको रहेछ र पो यसरी डुङडुङ्गी बनाइरहेको मोरा उही परै बसेर नमस्कार गर, यहाँ गनाइरहेछ। कस्तो नमस्कारलाई परैबाट तिरस्कार अघि भेटमै मैले नानीसित भनिसकेँ, तिम्रो यो दाइको कुरा गर्नु त के, यसलाई सम्झिँदाखेरि पनि मलाई रिस उठेर आउँछ, प्रेसर बढेर आउँछ। एउटा मात्रै हो र यो मान्छेको त असङ्ख्य नराम्रा बानी छ। यो मान्छेको नराम्रो बानीको कारण सिंहपालिका नै बदनाम छ। यो मेरो आफू पनि चुरोट बिडी खैनी खान्छ। अब आफू त खायो नचाहिने चिज अरूहरूलाई समेत खुवाउन उचाउँछ। हाम्रो यही विद्यालयका 9-10 कक्षामा पढ्ने भाइ बहिनी जो यति ज्ञानी छन् कि उनीहरू चाउचाउ खाँदैनन्, बिस्कुट खाँदैनन्। यो जङ्क फुड हो, यो मन्द विष हो भनेर यसरी बिस्कुट चाउचाउ समेत नखाने मान्छेलाई एक केटा हो चुरोट बिडी खानुपर्छ है, म सिकाउँछु तिमीहरूलाई भनेर सम्झिने। उनीहरूले उल्टै अङ्कल, हामी तपाईँ जस्तो अल्पायुमै मर्न चाहँदैनौँ, हामी तपाईँले जस्तो आफ्नो परिवारलाई रोउन चाहँदैनौँ, हामी तपाईँले जस्तो आफ्नो परिवारको बेइज्जत भएको हेर्न चाहँदैनौँ। तपाईँ पनि नखानुहोस् अङ्कल भनेपछि ओहो उनीहरूसित त नसकिने रहेछ भनेर कुवा परेर हिँडे। धन्न मजाले सम्झाएछ नि बाबु नानीले, र त झन्डै बिगारे। यति मात्र हो र नानी जथाभावी फोहोर फ्याँकिया छ, व्यक्तिगत सरसफाइमा पटक्कै ध्यान दिएको छैन। तपाईँ फोहोर फ्यालेपछि अब दुर्गन्ध होइन, सङ्क्रमण। अब त्यसले गर्दा हेर नानी, अब जताभावी धेरै फोहोर गरेपछि त अब कसले म काट्छ उसले हात चाट्छ भने यस्तो धेरै यही मूर्खलाई लागेको छ। उपचार गर्दा गर्दा हजारौँ रुपियाँ सकिसक्यो, ठिक
पाएको छैन होइन त कहाँ ठिक हुनु जहिले बिरामी परे गर्छन् अनि कहाँ फाल्नु फोहोर भने यिनले जहाँ पाए त्यहाँ फोहोर फाल्दैन उहाँ मलाई त घरमा यसरी फोहोर थुपारेर राख्नु हुँदैन उहाँ नगरपालिकाको गाडी उहाँ फोहोर उठाउन आएछ खै घरको फोहोर जति ल्याउ त म गाडीमा हालेर आउँछु भनेर अनि जहिले उहाँ गाडीमा हालेर लान्छ फोहोर कहाँ फाल्नु बा पनि ठिक कुरा गर्नुहुन्छ कम ल सरसफाइमा कम ध्यान दिने मान्छे हो त म घरमा एउटा टुक्रा फोहोर राख्न दिन्न म मेरो बुढीलाई अब घरमा त्यस्तो रोग लाग्ने चिज घरमा थुपारेर राख्यो भने त हामीलाई रोग लाग्छ कि लाग्दैन मेरो यस्तो फुल जस्तो श्रीमतीलाई रोग लाग्यो भने के हुन्छ बाल्ला भन्नु त त्यही भएर म त घरमा अलिकति थुप्रिने बित्तिकै नगरपालिकाको गाडी आओस् कि नआओस् त्यो फोहोर लगेर फ्याँकिदिने गरेको छु मैले त गाडी आइहाल्यो फ्याट्ट अगाडि पऱ्यो भने गाडीमा हालिदिन्छु नभएदेखि यसो खोलातिर नदीतिर नालीतिर नहरतिर नि फालिदिन्छु ए बाबा किन पर लानु पर्यो भने त्यो पानीले बगाएर लगिहाल्छ नि अनि कहिले चोकतिर फालिदिन्छु कहिले पार्कतिर नि फालिदिन्छु ए बाबा नगरपालिकाको गाडी आउँदा उठाएर लगिहाल्छ उनीहरूको काम के त्यही फोहोर टिपेर लैजानलाई तलब फाका होइन तिनीहरूले फोहोर खाँदाखेरि टोलको बेइज्जत हुन्छ टोलको बेइज्जत हुँदाखेरि तपाईँको बेइज्जत हुँदैन फोहोर फालेर हैजा उत्पन्न भएर टोलका मान्छे बिरामी हुँदा तपाईँ चाहिँ बिरामी हुनुहुन्न तपाईँ चाहिँ निरोगी भएर के गरे त्यो नचाहिने काम विनाशकाले विपरीत बुद्धि भने यही हो खोलामा नदीमा फोहोर फाल्नुहुन्छ नदी भने त हाम्रो धरोहर हो सभ्यता हो त्यसरी जथाभावी फोहोर फाल्दाखेरि हाम्रो पालिकाले विकृति भइसक्यो हाम्रो पालिकाको सुन्दरतामै राहत आइसक्यो दुर्गन्ध फैलेर विभिन्न रोगको चाहिँ संक्रमण हुन लागिसक्यो त्यसरी फोहोर नफाल भएको हेर हाम्रो मेयर साहबसित हिजो भेट भएको थियो त्यो चुनौत प्रसाद जे भए पनि हाम्रो पालिकाको चाहिँ मान्छे हो एकदम मिल्ने मान्छे नै हो नि त्यो पनि पुरा गर्नुहुन्थ्यो एक जमानामा धेरै असल मान्छे थिए अहिले खराब भएर जताततै फोहोर फाल्छ यो मान्छेले म कति मान्छेबाटै हुन्छ एकपटक सुध्रिने अवसर दिन्छु होइन भने कानुनी कारवाही गर्छु भनेर भन्नुभएको छ किन सुध्रिने कानुनी कारवाही नै गर्ने त्यसपछि युट्युबरहरू तपाईँको अगाडि आउँछन् भाइको क्यामेरा अनि क्यामेरा तेर्स्याएर यसो भन्छन् हेर्नु यो अनुहारलाई यही अनुहार हो त्यो अपराधी जसले आफ्नो परिक्रमा गरिँदैछ त्यसपछि यसलाई जेल चलान हुनेछ प्रहरी जवान आएर यसलाई जेलको ढोका काटेर राखिहालेपछि यो जेलमा उठेको जानेछ त्यसपछि दाइ विदेशबाट थाकेर आएको मेरो इज्जत कहाँ जान्छ यसरी दाइले भेट्न आउनुपर्छ दाइले भेट्न जाँदा नखुच्नु भन्ने तपाईँलाई भेट्न आउनुपर्छ त्यसपछि रह्यो भाइजूको कुरो त्यो अपराधीको श्रीमती यही हो यसलाई गाउँबाट निकाल टोलमा झाडा पखाला हैजा उत्पन्न गराउनेको श्रीमती यही हो तपाईँ भाइरल विश्वभरि भाइरल ठिक छ तेरिका तिमी त त्यो नेपालका युट्युबरहरूभन्दा नि खतरनाक भएर निस्क्यो बहिनी स्वास्थ्य सम्बन्धी अभियान चलाएर विदेशमा बस्ने मलाई त अहिले नै पक्रेर लगाएर थुने जस्तो महसुस गरायो तिमीले बहिनी अबदेखि म यस्तो गल्ती गर्दिनँ र तिमी पनि नडराउ यो अबदेखि मैले काम यस्तो काम गर्दिनँ तिमीलाई पनि लाज हुने काम हुँदैन बा म अबदेखि कहिल्यै जामलाई त्यहाँ फोहोर फ्याँक्नु भएन बाबु हेर यस्तो जथाभावी फोहोर फ्याँक्यो भने नगद जरिमाना सहित जेल सजाय कडा कारवाही हुन्छ त्यस्तो काम नगर है आफूलाई सुधार के बेलुका चाँडै सुत्ने बिहान सबेरै उठ्ने नियमित एक्सर्साइज गर्ने योग ध्यान प्राणायाम गर्ने यसो गर्दाखेरि चाहिँ हामीले त हाम्रो जिम्मेवारी के हो त त्यो हामीलाई